राजनीतिका साथीहरू म तपाईँकै सहयोगी ओम प्रकाश सर्याल यहाँको आन्दोलन मैले नजिकबाट हेरिरहेको छु र आफ्नो ठाउँबाट मैले यहाँहरूलाई ऐक्यबद्धता पनि जाहेर गरिसकेको थिएँ। तपाईँको आन्दोलन सफलतातर्फ उन्मुख भइसकेको छ। देशको प्रधानमन्त्रीले राजीनामा दिइसक्नु भएका छ। भ्रष्टहरूको भागाभाग भइरहेको छ। तर पनि फेरि पनि हामीले यो राष्ट्र जोगाउनुपर्छ, यो समाज जोगाउनुपर्छ, हामी विश्व शान्ति अमन चैन जोगाउनुपर्छ, हाम्रो भविष्य जोगाउनुपर्छ। हामी सबै मानव सुरक्षित रहनुपर्छ र यो देश बनाउनुपर्छ। त्यस कारणले हामी समाजलाई पनि दिनु हुँदैन, सार्वजनिक सम्पत्तिमा अब क्षति पुर्याउनु हुँदैन, व्यक्तिगत सम्पत्तिमा पनि क्षति पुर्याउनु हुँदैन। तपाईँहरूले यसमा आफ्नो चाहिँ संयमतापूर्वक आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ र जे जति अब हिंसा उन्मुख आफ्नो चाहिँ संयमतापूर्वक आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ र जे जति अब हिंसा उन्मुख क्रियाकलाप छन् भनेदेखि त्यसलाई यहाँको नेतृत्वले सम्बोधन गर्नुहुन्न, त्यसलाई रोक्नुहोला र बाँकी देश र यो समाजको भविष्य कोर्ने जिम्मा तपाईँ हाम्रो हातमा छ। त्यसकारण यहाँहरूलाई म पुनः अनुरोध गर्छु, यो बाँकी आजसरी यो किसिमको आक्रमण प्रति आक्रमणलाई हामीले रोकौँ र सँगै मिलेर देश बनाउँ। यसमा हामी सँगसँगै अगाडि बढौँ भनेर हार्दिक निवेदन गर्छु। धन्यवाद।